हेलो दाइ। अनि मैले के लेखेको थिएँ अनि यो खासमा मैले बिटमै लेखेको थिएँ, तर बिट नै कतै युज गर्न मिलेन। अनि राइटिङ कतिखेर फाल्नु भनेर मैले हजुरलाई सेन्ड गर्न थालेको। होप यु लभ इट एन्ड कतै युज होस् हाम्रो तपाईँको के अगाडि बढोस्। म नि यता खासमा आफैले पनि अपलोड गर्न सक्थेँ, तर म त्यो चाहदिनँ। म यहाँ यही सिलसिलामा काम गरौँ भनेर हो, कुनै भाइरल हुने तरिकाले गर्न खोजेँ होइन। म नि हजुरसँग काम गर्न पाउँछु कि भनेर मैले यो हजुरलाई सेन्ड गरिरहेको छु कि यसको नाम चाहिँ नाइट लभ हो। खास यसमा मैले नाइट लभकै बिटमा मैले युज गरेको थिएँ। सुरुमा म हजुरलाई सुनाउँछु, त्यसपछि रिस्पोन्स हेरौँ न है दाइ। अनि सुरुवात के यस्तरी छ त। तिम्रो मायामा भए पागल म कसरी सम्हालु, सुरुमा त्यति नजिक पनि थिएनौ, तर किन हो तिमीलाई सम्झी मुस्कुराउने भाछु। जतिखेर नि तिम्रो बारेमा सोचिरहन्छु, पहिला त यस्तो थिएन मलाई के भएको म कहाँ छु। तिमीलाई सम्झी सम्झी मुस्कुराउने भाछु, मुस्कुराउने भाछु। तिमी मनुष्यको रूपमा एक परी, तिम्रो याद आउँछ छिनछिन झलझली जब आउँछु। तिमी मेरो अगाडि आँखा खुल्ला मुटुमा हुन्छ हडबडी, तिमीलाई पाउन केटाहरू लडी बढी। जतिखेर नि 4 जना तिम्रो नै वरिपरि, तिमीलाई पाउन पुलिसले निलाउन सक्छ आफ्नै हातमा हतकडी। बिना शरम सामान्य घडीसरी, सायद भगवानले पनि बनाउनु भएछ तिमीलाई, सायद भगवानले पनि बनाउनु भएछ तिमीलाई समयको परवाह नगरी नहेरी घडी। तिम्रो बनावटको के कुरो गरौँ, तिम्रो बनावटको के कुरो गरौँ, तिम्रो चाल कमाल, तिम्रो नाकमा कपाल, मलाई लाग्छ तिमी बबाल। तिम्रो मन सफा बोली चिनी, यसमा छैन नि कुनै सवाल। तिमी नै हो मैले चाहिने, तिमी नै हो मैले मागेको, तिमी नै हो जसको लागि यो गीत लेखेको। तिमी नै हो मेरी परी, मेरो माया सातो जुनी अजमभरि, मेरी परी मेरी परी ए। मलाई नि थाहा छ तिम्रो इन्स्टामा म्यासेज पेन्डिङ होला हजार, साँचो माया गर्छु यति चाँडो मान्दिनँ म हार। म्यासेज कल चिठी स्वयं आई हातमा एक गुच्छा फुल, घुँडा टेकी राख्छु प्रेम प्रस्ताव। अनि घरमा मम्मीलाई फोन गर, अब टेन्सन नलिनु भन, जय साहब भेटिसक्यो। राम्रो छ नाम हुने खाने खानदान, अनि पनि छ रे 6 प्याक। यति भए घर भन्न के को सरम, नत्र भए भाग्छौ भने तिमी नै भन। लाई सुट बुट लिन आउँछु 4 चक्के गाडी, गाडीमा हामी 2 जना मात्र सवारी। घर परिवार पछाडि छाडी सुरु गरौँला नयाँ जीवन त्यो समुद्र पारी। अरू त दाइ लेख्ने बाँकी छ है। मैले खासमा लगभग लेखिसकेको थिएँ। अनि यति नै हो खासमा, यति नै भन्दा अरू पनि इम्प्रुभ गर्न सकिन्छ। अनि मैले हजुरलाई चाहिँ भिडियो चाहिँ किन सेन्ड गर्न थालेको भन्दाखेरि हाम्रो आउने, मैले खासमा भ्यालेन्टाइन्स डेको लागि लेखेको थिएँ। अनि होप यु लाइक इट एन्ड कति गरी युज होस्। तपाईँको ब्याङ्गरमा एउटा चाहिँ सामेल होस् सायद, मलाई पनि अपर्च्युनिटी चाहिरहेको छ दाइ। म यता खासमा सोसियल मिडियातिर म जान खोजेँ, म यहाँ काम गरेर आएको, म हजुरसँग काम गर्न चाहन्छु। म यो खासमा सोसियल मिडियातिर मलाई भाइरल हुनु छैन, म काम गर्नु छ, मलाई काम गर्नु छ, मलाई अन्तिमसम्म काम गर्नु छ। जबसम्म म त्यो बादलबारी पुग्दिनँ तबसम्म मलाई कामै गर्नु छ। यो होइन कि सर्टेन टाइमको लागि भाइरल भयो त्यसपछि सक्यो। बस होप यु लाइक इट दाइ। अनि म तपाईँको रिस्पोन्सको वेट गरेर हुन्छु। ह्याप्पी दिवाली।